जय हनुमान। हनुमान वाटिका, हनुमान वाटिका अर्थात् यो हो रुरु क्षेत्र रेडीको हनुमान वाटिका। ल टिकटकमा देख्नु भएको थियो नि यो सिँढीहरू, कलरहरू थियो, अहिले चाहिँ कलर अलिक कम भइसकेछ है, कलर उडिसकेछ। ल आमा हेर्नु त यहाँ यहाँ त सिधै गइन्छ त गङ्गाजीमा। ल नि त कस्तो यो गङ्गाजी पनि चिया जस्तो के, चिया जस्तो। यो देख्दाखेरि चिया खाम भयो, तर चिया चाहिँ खान्न है मैले। यहाँ चढ्दैछु हनुमान वाटिकामा। अनि यो तीनमुखे पुल, ल हेर्नुहोस् त, यता हनुमान वाटिका, उता तीनमुखे पुल, कति रमाइलो छ। आउने होइन त? फाइनल्ली गाइज आइयो हनुमान वाटिकामा। अब यो हनुमान वाटिकामा हनुमान छन् कि को छन् भन्ने कुरा चाहिँ अब देखाउँछु। जटायु भन्ने थाहा छ? जटायु, ल जटायु उड्न थालेछ यहाँ माथिबाट। ल जटायु। अनि यो फेरि के हो थाहा छ? यो ल यो अहिले देख्नु भएन क्या, नजिकबाट। यो भनेको विश्वको एकमात्र शालिग्राम पाइने पवित्र नदी कालीगण्डकीमा भेटिएको नेपालकै सबैभन्दा ठुलो करिब 1 टन बराबरको शालग्राम हनुमान स्थान रुरु क्षेत्र धाम। अनि यो रुरु क्षेत्रको नाम चाहिँ रुरु मृगको नाम हो, रुरुबाट गएको थियो भने। अब चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ रुरु मृग। ओके ल सी यू। तपाईँ यहाँ आउनु होला घुम्न अवश्य पनि है। यहाँ हेर्नुहोस् त, यहाँ फेरि के हो यो चिन्नुभयो नि? जय श्री सीताराम हनुमान स्थान होइन, सीताराम। अनि पूर्ण मद पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। राम र सीताको मूर्ति रहेछ यहाँ। अनि यता फेरि ल हेर्नुहोस् न, हनुमानको शिला भएको चाहिँ यहाँनिर। अब म हेर्दैछु हनुमान शिला भएको ठाउँमा। ल नमन छ हनुमानजी, जय हनुमानजी बजरङ्ग बली की जय। ल ल अनि त्यस गरी हनुमान मात्रै होइन, यता गएर फेरि तीनमुखे पुल। ल दुइटै कुरा हेर्न पाइन्छ, यता हनुमानजीको दर्शन गर्ने अनि यता गएर फेरि तीनमुखे पुलको दर्शन गर्ने। अनि यता गएपछि पाल्पाको दर्शन गर्ने, यहाँ स्याङ्जाको दर्शन गर्ने, अनि फेरि उता गएपछि गुल्मीको दर्शन गर्ने। यस्तो कायदाको ठाउँमा अब तपाईँ पनि आउनुहोस् है। हाम्रो सुन्दर कोसेजी हुनुहुन्छ, एकदमै समाजसेवी हुनुहुन्छ, युवा हुनुहुन्छ हाम्रो। उहाँको सक्रियतामा है सबै चन्दादाताहरूबाट रकम सङ्कलन गरेर यो यति राम्रो पार्क बनेको छ। र पार्क तपाईँ गुल्मी पाल्पा आउँदै हुनुहुन्छ भने यो पार्क घुम्न चाहिँ नबिर्सनुहोस् है, सबैजना आउनुहोस्। त्यसै गरी तीनमुखे पुल पनि हेरेर जान पाइन्छ सँगसँगै। हनुमानजी की जय जय जय। अनि फेरि यो हाम्रो सहयोग पनि गर्नुपर्छ है। हाम्रो चाहिँ यो यहाँ गएर यसमा राखिदिनुपर्छ पैसा। यहाँ जय हनुमानजी की जय।